बुवा तपाईँ जस्तो बन्न म सक्दिनँ। कति गाह्रो छ म भन्नै सक्दिनँ। म मान्छे हेर्दा मात्रै ठुलो, बानी अझै बच्चै छ। किनकि जताततै जान मन लाग्छ, जे देख्यो त्यही खान मन लाग्छ। न पैसा बच्छ न खाएको कुरा सबै पच्छ। कहिलेकाहीँ त मलाई म्याकडोनल्डको बर्गर पनि पच्दैन। साँच्चै भनेको, कहिलेकाहीँ त मलाई म्याकडोनल्डको बर्गर पनि पच्दैन। तर दाइ प्लास्टिकमा पोको पारेको त्यो चिसो भात है, प्लास्टिकमा पोको पारेको त्यो चिसो भात खाडीको तातो घाममा सेक्दै खाँदा मेरो बुवालाई कसरी पच्छ? सही हो। मेरो पेटले त त्यस्तो पचाउन सक्दैन। बुवा तपाईँ जस्तो बन्न म सक्दिनँ। कति गाह्रो छ म भन्नै सक्दिनँ। अझै सम्झिन्छु के त्यो रमाइलो बालापन है। साँझ पख जब बुवा घर आउनुहुन्थ्यो,